सबै सामुदायिक वन क्षेत्र गाउँमा परिवर्तन भएछ, खुसी लाग्यो। त्यही त हाम्रो त सामुदायिक वनमा जग्गा रोड खन्नु हुँदैन, चुना चलाउन दिनु हुँदैन। आलमान हो कुन चाहिँ सुपारीको होइन अर्कै रहेछ कि अरूको बोट जस्तोमा यस्तो मसरुम डल्लो आँप त चिन्नुहुन्छ दिदीले? केपी शर्मा ओलीको के अरे मरेजको बोर्ड पनि देखियो। ए अहिले ल्याउनु भयो? मैले झन् सम्झाएको हो नि त। खाना भन्दा अलि अगाडि त तपाईँले कुरा गर्नुभएको थियो बिर्सेर मरेछ। पिच गरेर सामुदायिक वनभित्र है। मेमङ्स त पहिलेदेखि नै धेरै कवि बोल्नुहुन्छ। मेमङ्स त मेम करार रिसाएर उफ्रे पनि केही भन्नु हुँदैन, चुप लागेर हेर्नु मात्र हुन्छ, टेलिक्कै हेर्ने मात्र। अनि त हिजो बेलुका कुरा गरेर क्या माथि सिरानको घरमा हो नि खाँदा पाहाडको झाखर र बजारको झाखरको बारेमा के झाखरको बारेमा त्यस्तो परेको हो नि। रिससँग त त्यो माइला सेठन र हाम्रो माइला दुइटा तिमी पनि माइला म पनि माइला ल बाहिर मिसिङ भन्छ। फाइनली हामी गुम्बामा आइपुग्यौँ आज। यो गुम्बा चाहिँ के गुम्बा भन्छ बस्नु? अहिले हेर्नु नि यहाँ ठुलो गुम्बा, यो प्रदेशको फेरि सबभन्दा ठुलो के रहेछ पेनारुम्बे चाहिँ बुद्धिस्ट सोसाइटी। पेनारुम्बे चाहिँ बुद्धिस्ट सोसाइटी भन्ने गुम्बामा हामी फाइनली आइपुग्यौँ। झापाको Juampe Manargo, मजाले सोच भर्खर बन्दै रहेछ, सबै नयाँ संरचनाहरू बनाउँदै रहेछ। खुसी लाग्यो आज यातायात बन्द भएको उपलक्ष्यमा। एक हिसाबले खुसी पनि छु, धेरै खुसी छु, अर्को हिसाबले दुखी पनि छु, ताकि हामी सोलुखुम्बु र ओखलढुङ्गा पुग्नु पर्ने मान्छे यसरी यतातिर बसेर यातायातले लगिएन भने, जान पाइएन भने कति दिन बस्नुपर्ने होला भनेर दुःख पनि छ। स्पेसली हामी गुम्बामा पहिले अमेरिका कता गयो तिनीहरू सबै यहाँ बस्थे। यो ठाउँमा चाहिँ भुटानी शरणार्थीहरू पहिला थियो भनेपछि मोरङको बेलबारी अनि झापाको टिमाई है। यो चाहिँ टिमाई हो। मोरङको पत्री झापाको दमक यो टिमाई भयो। टिमाई सातवटा क्याम्प, सातवटामा यो एउटा क्याम्प। अब यो पार्क बनिँदैछ यता। ए यो पार्क बनाउनु, पार्क
बुद्ध पार्क बुद्धिस्ट पार्क यता सङ्घे छेपामा बिचको सङ्घे टुम्दिँदै बिहान आउने एक्सर्साइज गर्ने केही गर्ने बुढाबुढी उता गोरुलिमोस अब यसलाई हामी कम्पाउन्ड टोइलेट ए यतातिरको सबै सार्वजनिक टोइलेट जसले पनि अरू अरू धर्मले पनि आएर प्रयोग गर्ने टोइलेट बनाउने अस्ति यहाँको